लैट गाइज हामी चाहिँ अब पोखराबाट धक्क म्याग्दी हिँड्नु लाग्यो सामान भन्ने धक्क बस हट्ट फाइनली पोखरा निस्किसकेका छौँ होइन जस्तो बाइक घुमाउँदैछ आजको भ्लग मेरो पोखरा टु त्यस्तै गिल्ला नै नक्कल पारेर भन्नु नि दरबाङ खै छ दादा ल्याइदिने नलौ कि ओइ छोड बाबु यहाँ आउँछ ल गाइस हामी फाइनली अब निस्किसकेको छौँ पोखरादेखि म्याग्दीसम्मको यात्रा आऊ न क्या तल जाने र उहाँ बसके guys, हामी चाहिँ अब पोखरा निस्किसकेको कहाँ गयो मान्छे छ नलाउनु पऱ्यो आँखा नदेख्ला जस्तो भयो ठाउँतिर आँखा कस्तो गरम लाग्छ ओ तल झार्दै ल फेरि जाम यता तलदेखि हो क्या उठे पसलको पछाडि याद हो क्या थाहा हेम्दा के अवरोध छ भने अवरोधबाट जाङ बिस्तारै कताबाट जाम के हिँड्न बिस्तारै होइन होइन जाम उठाइबाट एमटी जाम हामी चाहिँ अब यहाँबाट फाइनली निस्किसकेका छौँ होइन रेस आज चाहिन्छ खान रेस गर्दै रमाइलो गर्दै गइने भयो त्यो ठिकै पानी आएर हिँड्नु जान पाएन कि अनि आज भर्खर भोलि 5 बजेर पानी भइदियो भने तर के बाइक मात्रै हामी चाहिँ अब लगभग यो कहाँ आइदिएको खतरा सुक्लेको यार भिडियो गराएको मेताएर यस्तो यस्तो गराइदिएको सही बात यार यिनीहरूलाई सोराउन यो दाइहरूलाई भित्र होला हामी सिधा आयो कता उठे जानु पर्यो उठे जानु पर्यो है कता हेर्दा किन एकछिन अग्लोमा हिँड्नु पर्ने
सिधै माथि आइदिएको कता कता यता अब हामी त एमली पुल निस्केर भन्दाको भाइरल रोड देखाउँछु गाइस बाइक चाहिँदैन र पछि जस्तो लाग्यो कोही मा ओए गयो बाटो चाहिँ खतरा आयो आज त्यो आएर हुनु खतरा हो नि त उही दिन त फाल्दिएको यार उही त्यो मान्छे त अट्कियो नि त अब बिस्तारै कस्तो तिब्रो फालिदिन्छ भने तर चलाउनु चाहिँ मजा हो नि तर ढुङ्गाले तिब्रो धन्नै बोल्दै गयो स्लोली स्लो 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 होइन अब हामी चाहिँ एमजीको पुल गाइस एमजीको पुल हो त राम्रो गयो बाटो त कोही कोही ठाउँमा अढाई चिप्लो हो कि अब पिच रोडमा चलाइरहेको भने अफ रोडमा आउने दिन त डर लाग्ने होइन अनि अफ रोडमा आयो भने फेरि पिच रोडमा जानु डर लाग्ने क्या तर अफ रोडदेखि पिच रोडमा जाँदा चाहिँ त्यो रमाइलो हुन्छ क्या सिधा हुन्छ होइन बिस्कुट चलाउन पाउँछ नि त गाई कुत्ता खायो त हो चाहिँ पुलिस होला यार बिस्तारै कुरा है पुलिस होला के समय त्यसला भागिदियो रेला गाई त भागिदिन्छु रे क्या अब यो दा मान्छेलाई त्यसरी त गाउँ जानु छ अब आउने कहिले कहिले डेन्जर कुदाइदिएको मान्छे कुदाउन मन लागिहाल्छ कि रोड खाली खाली हुन्छ होइन तर बाटो काट्दा चाहिँ गाई जेब्रा कस्तो बाटो काटिदिनु होला होइन हामी यस्तो बाटो हेरेर डक्टर चलाउनु पर्ने हुन्छ अनि बाटो हेरेर बाटो काटिदिँदाखेरि डेन्जर हुनसक्छ कि राम्रो सकेर हेर्दामा कहिले कहिले म त अघि नै बढ्नु आइरहेको यस्तो रोतन पऱ्यो कि हरेक नेपालको हरेक कुनामा छ यार
यति मजा आउँछ त्यो स्कुटीवालाले कस्तो गरिदिएको पछाडि बाद जति डुगाएर चाहिँ उति आइदियो त्यो त्यही हो फेरि मलाई झट्टै बिर्सनेन नि त आगे ल त हामी हेम्दामा गाइस भ्यू देख्न सक्नुहुन्छ टक्क खोला म्याग्दीमा भन्दा ठुलो खोला बोक्यो यार हजुर चिया भन न पहिला अब हामी त यसरी यो पुल तरेर त्यसरी गएर जानुपर्ने हुन्छ नौदादा हुँदै टुम्ले हुँदै त्यहाँबाट घरिन्छ फेरि हामी चाहिँ यो ठाउँलाई अब के भन्छ लुम्ले सक्को अब काँडे हो कि के हो भनेर त्यो स्कुटी किन राखेर कस्तो जाऊ अब बाटै छैन यार सकिन्न जान्छ के ठेला बाटो औला छ गाइस होइन ओ हेर यहाँ जान्छ जा पहला ल उठे ल लास्टै सिरेट गछ यार कस्तो उत्कुटनीमा ल है त अब बाइक तार नलागेको छ माथिको बस अब आन्छ होला मलाई पनि चेप्यो होला यार जाला नि त्यो जान्छ के गर्छ लाँदा माछा ढुङ्गा छ्याछ्याछ्या गरेर खर्च गरेँ यसकै पेले दु गरेँ म त राम्रो यहाँ पहिरो नगरसम्म नै धेरै ढुङ्गा खानु सक्छ कति बज्यो 3:09 हट गाइस 3:09 आयो ट्र्याक्टर हिँड्ने रहेछ क्या अघि नि अघि होला यो मैले सबै मान्छे राख्नु तल्लो बाटो खिच्छु नि तल्लो बोगाएको थियो कि ल्यायो हिजो बाटो डेन्जर छ गाइस बाटो चाहिँ
अब त गइएन अब गएर चाहिँ सिधो घर